birthday to you. Happy birthday to you. Happy birthday. एउटा गिफ्ट छ जुजनको लागि सरप्राइज त्यसलाई थाहै छैन अनि भाइ चाहिँ यहाँ सधिँदैछ Oh my god. थाहा छैन मिठो होला र त नि अरू त थाहा छैन हो पशुपतिमा मान्छे देखेर पूजा नि बाहिरबाट गर्यो किनकि मान्छे यति धेरै प्याक छ नि र गुड मर्निङ गाइज आज चाहिँ मेरो बर्थडेमा हामी पशुपति जाँदैछु तिमीहरूमा जाने ल अब चाहिँ मेरो चाहिँ आउनु बाँकी छ तिमी र म हो कि एकजना गइसक्यो हामी जान लाग्यो जितेको के अरे आज ह्याप्पी बर्थडे जितिन् भनेको हामी जान लाग्यो है कहाँ जान लाग्यो अरे आज चाहिँ म यहाँ नसुटी छु किनकि वर्ल्ड कप हेरेको त्यसपछि त्यत्तिकै नुहाएर फ्रेस भएर अनि हामी जान लागेको है बिहान हामी चाहिँ इन ड्राइभको वेटिङमा सबैजना मन्दिर यता नि हाम्रो मन्दिर छ अब चाहिँ हामी एकचोटि पशुपति जान्छौँ अनि त्यो पशुपतिमा नि सामानहरू लिन छ अब कति बेला ल्याइदिन्छ त्यही माथि आज सुरुको सोमबार प्याक होला सबैजना मन्दिर जाँदै हुनुहुन्छ यहाँ नि मन्दिर छ मन्दिर मान्छेहरू आज भिड छ हामी चाहिँ पशुपति जान लागेको नजिकको मन्दिर छोडी पेट्रोल सकेर हामी कहाँ छौँ रे हामी पेनकुलेमा सिनामङ्गल घाम लागिसकेको छ राम्रो वेदर छ बिहानको नजारा सिनामङ्गल साइडको हामी चाहिँ यहाँ पशुपति आइसक्यौँ मान्छे चाहिँ छ अगाडि गएको त्यस्तै पछाडि त्यस्तै टाउकोहरू मात्रै देखिन्छ आई डोन्ट नो हामी पूजा चाहिँ कसरी गर्छौँ यो मान्छे हराउने हो कि विवान यो मान्छे हराउने हो कि हामी चाहिँ जाँदैछौँ पशुपतिमा मान्छे देखेर मलाई त यता त्यस्तै छ यता पछाडि त्यस्तै हाम्रो प्रहरीज्यूहरू त्यस्तै हुनुहुन्छ आज त हामी चाहिँ मान्छे धेरै भएर लाइन यति धेरै थियो जताततै लाइन मात्रै थियो अनि त्यही भएर हामी चाहिँ त्यहीँ बाहिर गेटबाट पूजासुजा गऱ्यौँ अनि त्यसपछि हामी टिका लगाउँदैछौँ हामी तिनैजनाले टिका चाहिँ पालो लगाइसक्यौँ अब जान्छौँ हामी हाम्रो छोटो मिठो पूजा सकिसक्यो बस पैसा साटेर पूजा गर्नु सकेन अनि बाहिरबाट पूजा गरेर निस्क्यौँ अनि भाइ चाहिँ यहाँ पैसक्दैछ आज चाहिँ यति धेरै मान्छे छ पशुपतिमा हामी भित्र छिर्न नै सकेनौँ बाहिर गेटबाटै पूजा गरेर निस्क्यौँ छोराले चाहिँ राखी भन्छ कि राखी भन्ने भनेर यहाँ बाँध्दैछ राम्रो नि पुरा हुने सरम्यामले भनेको मान्ने बुझ्यो नि छोरा के भन्नुभयो ओ देख्नु पनि केहरू सानो थियो ए न लाखी हो लाखी बानेको
हरियो भेन पशु बलि राजा दाना बेद्रो महाबल तेन नामी रचना चल महाचल भगवान पशुपतिनाथको प्रसादले साउन महिनाको बेलाले बाबुको पनि सबै कामहरू सफल भएर जाओस् कल्याण होस् घर सफल भएर जाओस् आँटेको छ पशुपतिनाथले सदा सदा रक्षा गर्नु ल नानी तेन बधु बलिराजा दानवेन्द्र महाबल तेन प्रतिनामी रचना चल महाचल मङ्गलम भगवान विष्णु मङ्गलमय गरुड मङ्गलमय पुण्यरेखा छ मङ्गलमय तल हरे नानीको नि काम बनेर जाओ पढा सम्बन्धी राम्रो होस् केही कामको खोजीमा छ भने काम खोजोस् देश बाहिर देशभित्रका कामहरू विदेशतिरको कतै यात्राहरू गर्नु छ भने शुभ शुभ भएर जाओस् पशुपतिनाथले कल्याण अब हामी लाग्यो अब बाई अरे अब हामी चाहिँ लाग्यौँ घरतिर विवान यता हेर सानो कस्तो हिरो देखेछ आज हाम्रो छोरालाई होइन छोरा हिरो यता हेर्नुहोस् न हिरो हाई गर्नुहोस् अब चाहिँ हामी फर्किँदैछौँ हामी चाहिँ पूजा नि बाहिरबाट गऱ्यो किनकि मान्छे यति धेरै प्याक छ नि र लाइन त जताततै अनि फर्किँदैछ हाम्रो विमान झ्याउ लागिसक्यो उसलाई है अब हामी जाने के अनि हामी चाहिँ अब गाडी लिएर जान्छौँ समुद्र स्कुलमा खालके यस्तो राम्रो पिस छ हस् हामी चाहिँ माथि गाडी लिएर जान्छौँ होइन कस्तो भयो आजको दिन राम्रो लाइन लाग्नु परेन है आज किनकि हामी भित्रै छिरेन कि बाहिरबाट मात्रै पूजा गरेँ यसको चाहिँ उसले सरप्राइज गरेको अरे अनि सामान आइसक्यो लिन जाँदैछु म चाहिँ मन्दिरबाट आएर थाहा छैन मलाई सबै चेन्ज गरेको थिइनँ लाइफमा फर्स्ट टाइम सरप्राइज आउँदै यसले चाहिँ लिएर आइसक्यो कस्तो राम्रो रहेछ ओ माय गॉड थ्याङ्क यू सो मच फर द चाहिँ थाहा छैन गेस गर कसले जस्तो लाग्यो उमिति थियो होला र त अनि अरू त थाहा छैन सो तपाईँहरू भनिदिनु सुबिताले हो तर गेस त्यो त्यहाँ देख्नु बित्तिकै मिलाउनु चाहिँ मिलायो उमिताले नै हो त्यसले अस्ति त्यो मैले त्यसलाई भिडियो पठाएको सनफ्लावर भिडियो त हेरिरहेको छु मलाई गाइस यसले चाहिँ पत्ता लाग्यो है हामी चाहिँ अहिले रुमबाट निस्केर हामी यहाँ शङ्खमूल जाँदैछौँ मेरो बहिनी आइसकेपछि ब्युटिफुल भएर मेरो भान्जा म दुईजना आउँदैछ हामी चाहिँ यहाँनिर क्याफेमा थोरै छिटो मिठो खाजा खान्छौँ हामी होइन हामी चाहिँ यहाँ रुम नजिकैकोमा हो के होइन रिस्ता के भन्ने मेरो बहिनीलाई हेरेर तपाईँहरू नढल्नु होला फिट हेर्न सक्नुहुन्छ चप्पल मेन भनेको चप्पल देखाउनु भन्छ जतिखेर नि अनि नयाँ नयाँ हो नि त त्यही भएर चप्पल यो प्यान्ट चाहिँ गिफ्ट आएको है फेरि यो गिफ्ट चाहिँ कसले दिएको भन्नुहुन्छ भने यो प्यान्ट चाहिँ खोइ उसको गर्लफ्रेन्डले कि कसले अरे सरप्राइज आएको थियो हिजो फर्स्ट टाइम सरप्राइजहरू मलाई आइरह त्योभन्दा आफ्नै साथीबाट अनएक्सपेक्टेड आइसक्यो 11 क्याफे म चाहिँ अस्तिदेखिको आउने भनिरहेको थिएँ अनि आज चाहिँ फाइनल्ली वाउ हामीले चाहिँ अब केक काट्न लागेको छौँ केक चाहिँ हामीले हामी 4 जना विवानसँग 5 जना मात्रै भएकोले मिनी केक लिएको छौँ ओहो सरसँग मिलेखा त कि ठुलै ल्याइदिनु पर्थ्यो केक उब्रिन्छ भनेर हो कि कस्तो हिरो देखेको ओ माई गॉड समझ साँच्चै हो हाम्रो चाहिँ यहाँ पुरै अब केक काट्ने बेला हुँदैछ म त आजभोलि के बोल्नै आउँदैन
Happy birthday to you. Happy birthday. रिस्ता बाल्दैन त Happy birthday to you. माथिबाट यस्तो गर्न ए छोटे छोटे Happy birthday to you. Happy birthday, happy birthday, happy birthday, dear Jiten. To you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. जितेन चाहिँ आजदेखि 15 पुरा पुगेर 16 वर्ष लाग्यो होइन 16मा 16 सानो मामा Happy birthday. ल जन्मदिनको धेरै शुभकामना टिका लगा मिसाउनु अलिक कम गर्नु होइन त्यसमा क्वालिटी कस्तो आएको हो क्यामेराको समुनलाई अनि विभानको पालो मिठो केक है पानीले हो कि पानीले भन्दैछ उजेर के पाएन केक पनि काटेर सकियो गिफ्ट चाहिँ हामीले दिइसकेको छौँ है गाइस एउटा गिफ्ट छ जितेनको लागि सरप्राइज त्यसलाई थाहै छैन हामी चाहिँ झिक्न जाँदैछौँ गिफ्ट यो चाहिँ कसले दिएको आफै गेस गर अब त थाहा नै त So jealous of your present. Oh, this is Tufan, I know. Thank you so much, Tufan. फर्स्टमै यसले गिफ्ट गर्यो है मिल्यो खै देखा त कस्तो राम्रो राम्रो छ मेरो oh my god. ओ यसको चाहिँ क्वालिटी अलिकति अर्कै आयो खाके राम्रो लाग्यो थ्याङ्क यू सो मच मान्छेहरू नआए पनि मलाई प्रेजेन्ट बनाएर अनि आई गट फ्रम उमिता थ्याङ्क यू सो मच उमिता मेरो बर्थडेलाई झन् स्पेसल बनाइदिनु पनि फेरि नभए पनि धन्यवाद ल यति हो गिफ्ट चाहिँ हाम्रो गाइजहरू चाहिँ यहाँ खाँदैछ सबैजनालाई हामी चाहिँ खायौँ अर्को डिस आइसक्यो मोमो आइसक्यो अब चाहिँ हामी खान्छौँ मैबाट स्टार्ट गर्नु पऱ्यो हामी चाहिँ निस्किसक्यौँ अनि अब चाहिँ हामी रुम जाँदैछौँ हामी चाहिँ अब रुम फर्किँदैछौँ बाई बाई गाइस ऊ चाहिँ सेन्टी छ किन हो विवान चाहिँ कुदेछ म चाहिँ मेरो फ्लावर बोकेर हिँड्दैछु मेरो साथीहरू नभए पनि
मेरो साथीहरूले मलाई सरप्राइजहरू पठाइदियो। थ्याङ्क यू सो मच। स्पेसल्ली उमिता र तुफान अनि कसले मलाई विस गर्नुभयो सबैजनालाई हृदयदेखि धन्यवाद। थ्याङ्क यू। अब चाहिँ रुम जानुपर्ने हुन्छ। सो दिस मच फर टुडे। थ्याङ्क यू फर वाचिङ।